पर्खनुस् है साथीहरू, एकैछिन यो भिडियो हेर्नुहोस् त। हाम्रा सम्माननीय सभामुख डिबी अर्यालज्यू के भन्दै राजनीति हुनुहुन्छ। नेता भनेर नेताको चिनाइ नै त्यस्तो थियो क्या। अलि त्यो कोट पनि त्यो हाफ कोट के स्टक कोट जस्तो होइन, वाइस कोट हजुरले लगाएको जस्तो त्यस्तो लाउने होइन। अनि त्यसपछि पेट ठुल्ठुलो गर्ने, अनि हिँडाइ पनि त्यस्तै होइन। अनि जुत्ता छ भने खोलेर राखेर चप्पल लगाएर हिँड्ने होइन, त्यस्तो होइन। हामी चाहिँ चप्पल लाउने हरेकलाई जुत्ता लाउने बनाउनुपर्छ, साइकल चढ्ने हरेकलाई मोटरसाइकल र गाडी चढ्ने बनाउनुपर्छ, देश धनी बनाउनुपर्छ, जनताहरूलाई धनी बनाउनुपर्छ, त जनताको हरेक जनताको अनुहारमा खुसी ल्याउनुपर्छ। यसरी नै हो त जनताहरूलाई खुसी बनाउने तरिका। हरेक जनताहरूलाई धनी बनाउन यसरी नै हो त गरिबी हटाउने तरिका। हुन त गरिबहरूलाई नै हटाइदिएपछि त गरिबी हटिगयो नि, होइन र? तानाशाहको पराकाष्ठ यस्तो तरिकाले कसरी हरेक जनताको मुहारमा खुसी देखिन सक्छ? सभामुख महोदय,